नमस्कार साथीहरु, स्वागत छ तपाईलाई नेपाली शेयर मार्केट सम्बन्धी पलपलको नयाँ अपडेटहरु लिएर आउने क्रममा आज हामी पुनः कति भइसकेका छौं भने साथीहरु फाइनली चाहिँ हाम्रो जुन प्योर एनर्जी लिमिटेड कम्पनीको जुन आईपीओ रहेको त सो आईपीओ चाहिँ जनरल पब्लिकको निम्ति चाहिँ खुल्ने भइसकेको छ र यस कम्पनीले चाहिँ मिति पनि घोषणा गरिसकेको छ र यस कम्पनीले चाहिँ राम्रै मात्रामा चाहिँ आईपीओ निष्कासन गर्दैछ र सो कम्पनीको आईपीओ चाहिँ हामीले कहिलेदेखि आवेदन दिन सक्ने छौं र यसमा हामीलाई कति जना लगानीकर्तालाई चाहिँ यो कम्पनीको आईपीओ पर्ने छ, हामीले कति कितादेखि कति कितासम्म चाहिँ यो कम्पनीमा आवेदन दिन सक्ने छौं र यसको ईपीएस नेटवर्क कति रहेको छ र यसको सेकेन्डरी मार्केटमा कति भ्यालु हुनेछ सोको बारेमा चाहिँ भिडियोमा आज हामी विस्तृत रूपमा चाहिँ परिचर्चा गर्नेछौं। यो प्योर एनर्जी लिमिटेड कम्पनी कस्तो कम्पनी रहेको छ सोको बारेमा पनि भिडियोमा कुरा गर्नेछु। कृपया भिडियो अन्तिम समयसम्म हेरेर साथ दिनु होला र हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्, जसले गर्दा नेपाली शेयर मार्केट सम्बन्धी सम्पूर्ण नयाँ नयाँ आईपीओ र आइसेटको चाहिँ तपाईले सजिलैसँग चाहिँ अपडेट चाहिँ पाउन सक्नुहुनेछ। साथीहरु अब फाइनली चाहिँ कुरा गरौँ हाम्रो प्योर एनर्जी लिमिटेड भन्ने कम्पनीको बारेमा। प्योर एनर्जी लिमिटेड कम्पनी चाहिँ आदर्श सेक्टर अन्तर्गत पर्ने कम्पनी हो भने यस कम्पनीले यसभन्दा अगाडि चाहिँ करिब आफ्नो चुक्ता पुँजी, यसको चुक्ता पुँजी भनेको करिब 80 करोड रुपैयाँ रहेको छ। यसले सोको चाहिँ करिब 20% बराबरको चाहिँ प्राथमिक शेयर चाहिँ निष्कासन चाहिँ गरेको थियो। यस कम्पनीले निष्कासन गरेको 20% को प्राथमिक शेयर अनुसार चाहिँ करिब 16 करोड रुपैयाँ मूल्य बराबरको चाहिँ यसले आईपीओ निष्कासन गरेको थियो, जुन आईपीओ चाहिँ रु 100 रुपैयाँ अंकित दरमा चाहिँ यस कम्पनीले चाहिँ निष्कासन गरेको थियो र करिब 16 लाख किता आईपीओ निष्कासन गर्दाखेरि चाहिँ त्यो चाहिँ लोकल एन्ड जेनरल दुवैको निम्ति थियो, सर्वसाधारणको निम्ति पनि थियो भने आयोजना प्रभावित स्थानीय बासिन्दा जसलाई हामी लोकल पिपुल भन्छौं उनीहरुको निम्ति पनि थियो। 16 लाखमा सुरुमा चाहिँ उनले 10% ले छुट्याउँदाखेरि आयोजना प्रभावित बासिन्दाहरुको निम्ति 1,60,000 किता छुट्यायो र छुट्याएर बाँकी बसेको भनेको 14,40,000 किता। 14,40,000 कितामा 10% ले हुन आउने करिब 1,44,000 किता चाहिँ नेपालबाट श्रम स्वीकृति लिएर गएको आप्रवासी कामदारहरु जुन फरेन इम्प्लोइको निम्ति चाहिँ यस कम्पनीले आईपीओ निष्कासन गरेर बाँडफाँड पनि गरिसकेको छ र त्यसबाट चाहिँ अब 14,40,000 को करिब 5% ले हुन आउने करिब 72,000 किता म्युचुअल फन्डलाई पनि सामूहिक लगानी कोषलाई छुट्याइसकेको छ भने त्यसैगरी सोही कम्पनीमा कार्यरत रहेको कर्मचारीहरुलाई करिब 28,800 किता चाहिँ छुट्याइसकेपछि चाहिँ फाइनली चाहिँ यस कम्पनीले चाहिँ नेपालमा रहेको सर्वसाधारणको निम्ति अन्तिम चरणमा चाहिँ आईपीओ निष्कासन गर्न गइरहेको छ र यस कम्पनीले करिब 11,95,200 किता चाहिँ नेपालमा रहेको सर्वसाधारणलाई यो कम्पनीको चाहिँ आईपीओ निष्कासन गर्न गइरहेको छ। 11,95,200 जना लगानीकर्तालाई चाहिँ यो कम्पनीको चाहिँ आईपीओ चाहिँ निष्कासन गर्न लागेको छ। साथीहरु अब कुरा गरौँ यस कम्पनी जुन प्योर एनर्जी लिमिटेड कम्पनी भनेको चाहिँ कस्तो कम्पनी रहेको छ भन्ने कुरा गर्नु पर्दाखेरि चाहिँ यो अदर सेक्टर अन्डर कम्पनी रहेको छ भने यो कम्पनी चाहिँ विशेष गरी चाहिँ यसले चाहिँ सोलर प्लान्ट, यो कम्पनीसँग चाहिँ सोलर प्लान्टबाट चाहिँ एनर्जी उत्पादन गर्ने विद्युत उत्पादन गरेर चाहिँ यसले चाहिँ हाल चाहिँ विद्युत उत्पादन गरि नै रहेको छ र यसको प्लान्ट चाहिँ हाल सञ्चालनमा आइरहेको छ। बाँके जिल्लाको चाहिँ खजुरा गाउँपालिका रैनापुर भन्ने ठाउँमा चाहिँ यस कम्पनीको चाहिँ प्लान्टहरु दुईटा प्लान्ट प्योर एनर्जी 1 र प्योर एनर्जी 2 नाम गरेको चाहिँ दुईटा प्लान्ट रहेको छ। दुईटा प्लान्टबाट चाहिँ करिब 20 मेगावाट बराबरको चाहिँ यस कम्पनीले विद्युत उत्पादन गरिरहेको छ भने उत्पादन गरेको विद्युत चाहिँ नेपाल विद्युत प्राधिकरणसँग सम्झौता गरेर चाहिँ यस कम्पनीले हाल बिक्री पनि गरिरहेको छ र प्योर एनर्जी लिमिटेड कम्पनीको जुन प्लान्ट रहेको छ सो प्लान्ट चाहिँ अहिले सञ्चालनमै रहेको छ भनेर चाहिँ हामीले बुझ्न सक्दछौं। र साथीहरु यो कम्पनीको लागि पनि हामीले यसको लो भोल्युमको क्यापिटलले भएको कम्पनी मान्न सक्दछौं किनकि यस कम्पनीको चाहिँ यस कम्पनीले निष्कासन गरेको क्यापिटल हेर्दाखेरि चुक्ता पुँजीको अनुसार जम्मा 16 लाख किता मात्र आईपीओ निष्कासन गरेको कारणले गर्दाखेरि चाहिँ यसको सेकेन्डरी मार्केटमा चाहिँ राम्रै मात्रामा चाहिँ मूल्य चाहिँ प्राप्त हुन सक्ने सम्भावना चाहिँ रहेको छ। साथीहरु यस कम्पनीको बिक्री प्रबन्धकको रूपमा चाहिँ नोबेल इन्भेस्टमेन्ट ब्याङ्क लिमिटेड रहेको छ भने त्यसैगरी चाहिँ यस कम्पनीलाई रेटिङको कुरा गर्ने भने चाहिँ केयर नेपालले चाहिँ यसलाई रेटिङ प्रदान गरे
गरेको छ। केयर नेपालले चाहिँ के रेटिङ गर्दाखेरि केयर एनपी डबल बी प्लस को चाहिँ यसलाई चाहिँ रेटिङ चाहिँ प्रदान गरेको छ। साथीहरू यो प्योर एनर्जी लिमिटेड कम्पनी चाहिँ सन् 2018 जुन 19 देखि चाहिँ यो सञ्चालनमा आएको हो भने यसको मुख्य लगानीकर्ता भनेको चाहिँ कल्याण ग्रुपको चाहिँ यसको लगानी रहेको छ भने त्यसै गरी चाहिँ आरएल निग्रो डेभलपर्स लिमिटेडको पनि यसमा लगानी चाहिँ रहेको छ। यस कम्पनीको प्रोजेक्टको कस्ट भनेको करिब 2 अर्ब 24 करोड रुपियाँ रहेको छ भने यसमा चाहिँ यसको करिब 20 मेगावाटको चाहिँ आयोजना भएको कारणले गर्दाखेरि चाहिँ यसको पर मेगावाट कस्ट चाहिँ करिब 13 करोड 24 लाख रुपियाँ चाहिँ रहेको छ र यसमा करिब यसको इक्विटी र डेब्टको हेर्ने हो भने चाहिँ करिब 31% इक्विटी रहेको छ भने 67% चाहिँ डेब्ट रहेको छ भने यो कम्पनीमा चाहिँ हामीले बुझ्न चाहिँ सक्दछौँ। साथीहरू अब कुरा गरौँ यस कम्पनीको चाहिँ वित्तीय अवस्थाहरू कस्तो रहेको छ, यसको इपिएस कस्तो रहेको छ, यसको नेटवर्क कति रहेको छ भन्ने कुरा गर्नु पर्दाखेरि चाहिँ प्योर एनर्जी लिमिटेड कम्पनीको चाहिँ हाल यसको इपिएस को कुरा गर्ने भने प्रति शेयर आम्दानीको कुरा गर्ने भने चाहिँ आर्थिक वर्ष 2080-81 को अनुसार चाहिँ यसको करिब 2 रुपियाँ 75 पैसा चाहिँ माइनसमा रहेको छ यो इपिएस चाहिँ यसको भने। त्यसै गरी यसको नेटवर्कको कुरा गर्ने भने चाहिँ करिब 96 रुपियाँ 45 पैसा चाहिँ रहेको छ। 96 रुपियाँ 45 पैसा भएको कारणले गर्दाखेरि चाहिँ यो कम्पनीको चाहिँ ओपनिङ रेन्जमा जाँदाखेरि चाहिँ 96 रुपियाँ 45 पैसादेखि चाहिँ करिब 288 रुपियाँसम्म चाहिँ यो कम्पनीको चाहिँ पहिलो दिनको चाहिँ लिस्टिङ हुँदाखेरि चाहिँ यसको ओपनिङ रेन्ज चाहिँ हुनेछ, त्यतिसम्म चाहिँ यसको ओपनिङ रेन्ज हुनेछ। तर पनि अब यसको सेकेन्डरी मार्केटमा चाहिँ यसको राम्रै मात्रामा चाहिँ मूल्य पुग्न सक्ने सम्भावना रहेको छ। साथीहरू अब कुरा गरौँ यस कम्पनीमा चाहिँ हामीले कति कितादेखि कति कितासम्म चाहिँ आवेदन दिन सक्नेछौँ भन्ने कुरा गर्नु पर्दाखेरि चाहिँ यो कम्पनीले चाहिँ करिब हामीले यसमा 10 कितादेखि 1 लाख कितासम्म चाहिँ आवेदन दिन सक्नेछौँ। 10 न्यूनतम पनि हामीले 10 किता दिनुपर्नेछ। 10 किता दिनको निम्ति तपाईँको खातामा चाहिँ आसपास चार्ज 5 रुपियाँ बाहेक चाहिँ 1000 रुपियाँ हुनुपर्नेछ भने त्योभन्दा म्याक्सिमम तपाईँले दिन चाहनुहुन्छ भने 1 लाख कितासम्म पनि यो कम्पनीमा चाहिँ आवेदन दिन सक्नुहुनेछ। तर सबैभन्दा उपयुक्त समय भनेको चाहिँ कति किता दिँदाखेरि एकदम उपयुक्त हुन्छ भन्दाखेरि चाहिँ यो कम्पनीमा चाहिँ तपाईँले 10 किता दिँदाखेरि नै एकदम उपयुक्त हुन्छ, किनकि अहिले चाहिँ अत्याधिक मात्रामा चाहिँ लगानीकर्ताहरूले चाहिँ आवेदन दिने भएको कारणले गर्दाखेरि चाहिँ जसो कारणले गर्दाखेरि चाहिँ आइपिओ पर्न चाहिँ एकदम मुस्किल अवस्था रहेको कारणले गर्दाखेरि र मागभन्दा अत्याधिक मात्रामा चाहिँ धेरै आवेदन पर्ने जसो कारणले गर्दाखेरि गोलापत्रद्वारा आवेदन दिनुपर्ने र माग गरेको आवेदनमा करिब 15 देखि 20 गुणासम्म आवेदन पर्ने भएको कारणले गर्दाखेरि चाहिँ तपाईँले चाहिँ 10 किताभन्दा धेरै दिइरहनु पर्ने चाहिँ खासै आवश्यकता छैन। तर मिल्न चाहिँ तपाईँले 1 लाख कितासम्म आवेदन दिन सक्छौँ र धेरै साथीहरूको मनमा प्रश्न चाहिँ के हुन्छ भने 10 किता 20 किता 100 किता र 200 किता दिँदाखेरि चाहिँ बढ्ने चान्स धेरै हुन्छ भन्ने कुरा हुन्छ। त्यस्तो चाहिँ केही पनि हुँदैन। तपाईँको 10 किता दिने 10 किता भर्दा पनि उत्तिकै चान्स हुन्छ भने तपाईँलाई 1000 किता भरे पनि 10,000 किता भरे पनि चान्स उत्तिकै हुन्छ है। त्यस कारणले गर्दाखेरि भाग्यमै भर पर्नुपर्ने चाहिँ स्थिति भएको कारणले गर्दाखेरि तपाईँले 10 किताभन्दा धेरै दिनुपर्ने चाहिँ खासै आवश्यकता छैन। दिन नमिल्ने चाहिँ होइन, तर 10 किताभन्दा धेरै दिँदाखेरि चाहिँ तपाईँको पैसा चाहिँ यदि धेरै रहेको छ भने चाहिँ तपाईँको ब्याङ्कमा चाहिँ होल्ड भएर बस्छ। जबसम्म यो कम्पनीको चाहिँ आइपिओ बाफान हुँदैन तबसम्म पैसा चाहिँ होल्ड भएर बस्ने भएको कारणले गर्दाखेरि चाहिँ तपाईँले चाहिँ धेरै किता चाहिँ एप्लाई गर्नुपर्ने चाहिँ खासै आवश्यकता छैन। साथीहरू अब कुरा गरौँ यो कम्पनीमा चाहिँ कतिजना लगानीकर्ताहरूले चाहिँ 10 किताको सेयर हात पार्न सफल हुनुहुन्छ भन्ने कुरा गर्नु पर्दाखेरि चाहिँ यस कम्पनीले करिब 11,95,200 किता चाहिँ हाम्रो नेपालमा रहेको सर्वसाधारणलाई चाहिँ आइपिओ निष्कासन गरेको कारणले गर्दाखेरि चाहिँ करिब 1,19,520 जना लगानीकर्ताहरूले चाहिँ यो कम्पनीबाट चाहिँ सजिलै 10 किता सेयर चाहिँ हात पार्न सफल हुनुहुन्छ। करिब 1,19,520 जना लगानीकर्ताहरूले चाहिँ यो कम्पनीमा चाहिँ 10 किता सेयर हात पार्नु हुनेछ भने बाँकी सबै लगानीकर्ताहरूको चाहिँ हात खाली हुने सम्भावना चाहिँ रहेको छ। अहिलेको मार्केट अनुसार हेर्ने हो भने चाहिँ करिब 19 देखि 20 लाख जना लगानीकर्ताहरूले चाहिँ सजिलै चाहिँ आवेदन दिएको चाहिँ हामीले हेर्न सक्दछौँ। साथीहरू यो कम्पनीको आइपिओ चाहिँ जेनरल पब्लिकको निम्ति आइपिओ भएको कारणले गर्दाखेरि सम्पूर्ण लगानीकर्ताहरूले चाहिँ यो कम्पनीमा चाहिँ आवेदन दिन सक्नुहुनेछ। यदि तपाईँले फरेन इम्प्लोइबाट चाहिँ आवेदन योभन्दा अगाडि दिइसक्नु भएको छ भने त्यतिखेर चाहिँ करिब 14,400 जना लगानीकर्ताहरूलाई फरेन इम्प्लोइको साथीहरूलाई चाहिँ यो कम्पनीमा 10 किता परेको थियो र यसभन्दा अगाडि तपाईँलाई यदि फरेनबाट चाहिँ आइपिओ परेको थिएन भने पनि तपाईँले चाहिँ यो कम्पनीको लागि चाहिँ 10 किताको लागि चाहिँ आवेदन चाहिँ दिन सक्नुहुनेछ।
साथीहरू यो भयो हाम्रो प्योर इनर्जी लिमिटेड कम्पनीको चाहिँ कति किता चाहिँ आवेदन दिने भन्ने बारेमा जानकारी दिनु पर्दाखेरि साथीहरू यो कम्पनीमा चाहिँ कहिलेदेखि कहिलेसम्म चाहिँ हामीले यो कम्पनीको लागि चाहिँ आवेदन दिन सक्नेछौँ भन्ने कुरा गर्नु पर्दाखेरि चाहिँ यस कम्पनीको लागि चाहिँ तपाईँले चैत्र 28 गतेदेखि चाहिँ आवेदन दिन सक्नुहुनेछ। चैत्र 28 गतेदेखि चाहिँ तपाईँले वैशाख 2 गतेसम्म चाहिँ यो कम्पनीको लागि चाहिँ आवेदन दिन सक्नुहुनेछ भने चाहिँ सो समयसम्म चाहिँ फुलफिल नभएको खण्डमा चाहिँ तपाईँले वैशाख 11 गतेसम्म चाहिँ ढिलोमा चाहिँ बन्द हुने मिति राखेको छ। तर अहिले हाल चाहिँ पहिलो दिनमै ओभर सब्सक्राइब हुने भएको कारणले गर्दाखेरि चाहिँ तपाईँले चैत्र 28 गतेदेखि वैशाख 2 गतेसम्म चाहिँ यो कम्पनीको लागि चाहिँ आवेदन चाहिँ दिन सक्नुहुनेछ। र साथीहरू यो कम्पनीमा चाहिँ आवेदन दिनको निम्ति चाहिँ तपाईँले कुनै पनि नजिकै रहेको ब्याङ्क तथा वित्तीय संस्थामा गएर चाहिँ तपाईँले सो कम्पनीको चाहिँ आइपिओ पनि आवेदन दिन सक्नुहुनेछ भने तपाईँले चाहिँ सिडिएससी को मेरो सेयरको चाहिँ वेबसाइटबाट सफ्टवेयरबाट पनि तपाईँले चाहिँ यो कम्पनीको लागि चाहिँ आवेदन चाहिँ दिन सक्नुहुनेछ। त्यस कारणले गर्दाखेरि चाहिँ प्योर इनर्जी लिमिटेड कम्पनीको चाहिँ आइपिओ चाहिँ खुल्न गइरहेको हुनाले चाहिँ सम्पूर्ण लगानीकर्ताहरूले चाहिँ तपाईँले यो कम्पनीबाट चाहिँ राम्रो मात्रामा चाहिँ प्रफिट हुन सक्ने सम्भावना रहेको छ। यस कम्पनीको चाहिँ तपाईँको यसको चाहिँ लो क्याप भएको कम्पनी चाहिँ हामी यसलाई मान्न सक्ने भएको कारणले गर्दाखेरि चाहिँ यसको सेकेन्डरी मार्केटमा चाहिँ सजिलै चाहिँ प्रति कितादेखि चाहिँ 600 देखि 800 रुपियाँसम्म पुग्न सक्नेछ भने राम्रो मात्रामा भएको खण्डमा चाहिँ तपाईँको प्रति किता चाहिँ 1000 रुपियाँदेखि 1200 रुपियाँसम्म पुग्न सक्ने सम्भावना चाहिँ एकदम प्रबल मात्रामा चाहिँ रहेको कारणले गर्दाखेरि चाहिँ तपाईँले चाहिँ यो कम्पनीमा चाहिँ आवेदन दिनको लागि चाहिँ नबिर्सिनु होला। र तपाईँको घर परिवारमा चाहिँ तपाईँले जति धेरैबाट चाहिँ आवेदन दिन सक्नुभयो त्यति नै तपाईँलाई पर्न सक्ने सम्भावना चाहिँ त्यति नै धेरै रहेको छ। त्यस कारणले गर्दाखेरि चाहिँ तपाईँको घरमा चाहिँ यदि बुवा मम्मी होइन हजुरबा हजुरआमा होइन तपाईँको छोराछोरी दाजुभाइ दिदीबहिनीहरू हुन्छ भने चाहिँ तपाईँको घरमा 5-6 जना 7 जनाको परिवार छ भने चाहिँ उहाँबाट चाहिँ तपाईँले आवेदन दिनुभएको खण्डमा चाहिँ 1-2 जना चाहिँ पर्न सक्ने सम्भावना चाहिँ एकदम धेरै नै हुनेछ साथीहरू। र साथीहरू प्योर इनर्जी लिमिटेड कम्पनीको आइपिओमा चाहिँ तपाईँले आवेदन दिने नदिने के निर्णय गर्नुभएको छ यदि फरेनबाट हेर्दै हुनुहुन्छ भने चाहिँ तपाईँले यो कम्पनीको आइपिओ परेको छ भने पनि अवश्य कमेन्ट गर्नु होला। यो भिडियो कहाँदेखि हेर्दै हुनुहुन्छ भिडियो हेरेर साथ दिनुभएकोमा चाहिँ तपाईँलाई धेरै धेरै धन्यवाद।